हेलो साथीहरु, गुड इभिनिङ। अहिले चाहिँ साँझको समयमा म यो भिडियो बनाउँदै छु हजुरहरुको सामु अनि उपस्थित भएकी छु। हजुरलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत भन्न चाहन्छु है। अनि हजुरहरु नयाँ हुनुहुन्छ भने म मुना राणा हो अनि मेरो युट्युब च्यानल मुना राणामा हजुरलाई धेरै स्वागत छ भन्न चाहन्छु। अनि अहिले चाहिँ मैले किन भिडियो स्टार्ट गरेको भनेर भन्दाखेरि बनाउँदैछु स्पेशल हैन। अनि विशेष गरी नानीको लागि, छोरीको लागि। अनि यहाँ के पाक्दैछ है मसँग। अनि मैले चाहिँ के पकाउँदैछु यहाँ भिडियो गरिदिने मान्छे पनि नभएर म आफै भिडियो गर्दैछु। कि त मेरो यो अनुहार मात्रै देख्न पाउनुहुन्छ कि भने यहाँ पाकिरहेको कुराहरू मात्रै देख्न सक्नुहुन्छ। सो अब मेरो अनुहार बन्द। अब चाहिँ यहाँ ग्यासमा के पाक्दैछ म त्यो देखाउँछु हजुरलाई। ल है साथीहरु, यता ग्यासतिर ध्यान नदिनु होला। मेरो भद्रगोल किचनमा चाहिँ यहाँ भर्खर यहाँ मासु राखेको हो। मैले चाहिँ कुखुराको मासुको अचार बनाउँदैछु। झन्नै हाच्छिउ आएन। मैले यहाँनिर मसला पिसेर रेडी गरेर राखेको जिरा, धनिया, खुर्सानी, के अरे मेथी, तोरी, टिमुर सबै छ। अनि यहाँ चाहिँ मासु पकाउँदैछु। अब यसलाई राम्रोसँग भुट्दैछु कि मैले राम्रोसँग भुट्दैछु। अब मैले मसला पिस्दैछु। मसला पिस्नु पर्यो। अहिले चाहिँ मेरो श्रीमानज्यू आएर अनि मेरो भिडियो खिच्दै हुनुहुन्छ हैन। यतिसम्म राहत पाएँ भन्ने आज। अनि यहाँ मैले यो मर मसलाहरूलाई पिस्न लाग्दैछु। अब त्यो मासु पनि अब फ्राई भइसकेको छ, पाछ लगभग हैन, हुँदैछ। अनि यसलाई ख्यार्र पार्नु पर्यो कि ल। रातो भयो है, रातो चाहिँ भयो। भयो अचार कस्तो भयो? अचार चिकनको अचार। अब एकछिन सेलाओस्। भन्छ झन् यस्तो पो हुन्छ। एक्लै बनाउँदा चाहिँ राम्रो बन्छ। जब मान्छेले हेर्छन् तब त्यसो कस्तो खाले हो यो? आनन्दी चामलको सेलरोटी हो कि यो? बसाउनु पर्छ त्यो त फेरि। अब त्यसको चिच्चर बनाउनु पर्ने हो। चिच्चर बनाउनलाई फेरि सामान, फेरि भाँडा, अर्कै भाँडा चाहिने रहेछ। त्यस्तो भाँडा नभएको, त्यही भएर सेलरोटी बनाएर खाँदैछु साथी। खाना लाइकको भयो। धेरै फुरेर फुटेको देख्नुभयो? फुरेको कसरी फुर्छ, कसरी फुर्दो रहेछ। स्कुटी पनि किनिदिने दिए। त्यसपछि 2024 सालको डिसेम्बर 21 मा लास्ट दिनमा न्यू इयरको बेलामा
पुर्याउन पनि काठमाडौँ छोरा लिएर पुगे। अनि कुर्ता बनाइदिँदैछु अहिले। छोरीलाई कुर्ता पनि बनाइसकेँ। अब प्याक गरेर पठाइदिन्छु। झोलामा हालेर पठाइदिने हो। त्यसपछि लगाउँछ, छोरीले लगाउँछ, एकछिन खुसी हुन्छ, पछि फेरि हुन्छ थाहा छैन, भुइँचालो आउन सक्छ। अस्ति आयो होइन कतिको, त्यस उठेपछि चाहिँ भुइँचालो आउँछ। अलिकति यस्तो गऱ्यो भने, यस्तो गरेर यो देखाउने भनेको अलि यसो मिलेन क्या। देखिएछ त, त्यस्तै हो। देखेँ कि अलि ठुलो फोल्ड भएछ कि एकदम पर्फेक्ट फोल्ड गरेर पठाउने विचार। फेरि फोल्ड गरेर चाहिँ यत्रो गऱ्यो भने त यो त फेरि ओके हो। अब त सुन्नु पर्दैन। टक्कै कलर यसरी छोरीको लागि स्पेसल गिफ्ट। अब चाहिँ साथीहरू अनि मेरो सामानहरू प्याकिङ हुँदैछ नानीको लागि। अनि यो ड्रेस, अनि यो चाहिँ थोरै कपडा बनाइदिएको छु हेर्न, अनि यसो हुन्छ भनेर। अनि यो छ हेयर ब्यान्ड, लेभेन्टी भनिन्छ। यो छ है पिङ्क, लाइट पिङ्क कलरको बवाला लेभेन्टी। यो वाला कस्तो राम्रो छ है, कति राम्रो मन परेको मलाई, कति मन परेको यो चाहिँ मैले पठाउँदै। अनि यसमा हालेर यसमा भरी बनाएर पठाउनु पर्ने छ। आर यु रेडी फर प्याकिङ? टुटी फुटेको इङ्ग्लिस नबोलौँ, अब चाहिँ हामी प्याकिङ गर्नुतर्फ लागौँ। अचार, चिकन, घुई। मैले घुई भन्दा कसले अरे सानो हुँदा घुई भन्छ नि, घिउ भन्न नजानेर घी चाहिँ हिन्दीमा अरे। अब कसरी राख्ने त कुनै आइडिया छ कि छैन? आइडिया ले कि माले? आइडिया त हजुरले लाउनु। अब यसलाई चाहिँ यसमा अब यहाँ छ नि त कपडाको यो चिजहरू, यो कपडा, चिकनको अचार, पिकल, घी, सेलरोटी, प्रतिष्ठाको लागि मम्मी र बाबाको स्पेसल पाउड गिफ्ट। एउटा कलेजको ड्रेस, एउटा फर्मल ड्रेस होइन। मोना बुटिक, मुयाना बुटिक घरै भएपछि तयार भइहाल्यो। अनि घिउ र चिकनको अचार। स्पेसल प्याकिङ हुँदैछ। हेयर ब्यान्ड हाल्नु पर्यो। अब रेडी भयो, छोरीको लागि छोरीको पार्सल काठमाडौँ पुग्नलाई रेडी भयो। यो अब गाडी हेर्दा यहाँभित्र धेरै थरी अटेको छ, धेरै कुरा अटेको छ।
करिब है कति व्यञ्जन व्यञ्जन सात व्यञ्जन धेरै व्यञ्जन अटेको छ अनि त्यही भएर अब चाहिँ यो हामी पुर्याउन जाँदैछौँ गाडीवालाको घरमा